हेलो साथीहरु, हामी चाहिँ आज सन्डेको दिन के मार्दैछौँ हेर्नु। मैले चाहिँ यो के बनाइसकेँ आज सन्डेको दिन। मेरो रुम चाहिँ यति गन्दा किन छ यो हेर्नको लागि पुरै भिडियोमा बनिरहेको। हेलो गाइज, गुड मर्निङ, वेलकम छ सबैलाई मेरो सानो प्यारो मिनी ब्लगमा। अनि कस्तो हुनुहुन्छ हजुरहरु? आयो हजुरहरु सबै सन्चै हुनुहुन्छ होला। आज चाहिँ सन्डे झाडझुड गर्न पर्यो भनेर रुमतिर झाडझुड गर्नतिर लागेको। त हेर्नु न, हाम्रो रुममा के सधैँ एउटा छिप्कली चाहिँ हाम्रो रुम नै छोड्दैन के। खोइ किन होला, अब नेपालतिर छेपाड हो कि के भन्छन्, हाम्रो उतातिर यहाँ इन्डियातिर चाहिँ छिप्कली भन्छन्। अब मैले त्यही नामले जानेको। त्यो त सधैँ त्यो ऐनाको पछाडि नै आएर बस्छ क्या। जति तल रोडमा फालेर आए पनि अझ फेरि ऐनाको पछाडि नै आएर बस्छ। अनि मैले भाइलाई फेरि छिटछिटो आएर यो छिप्कलीलाई हटाइदिए त यहाँदेखि भनेर ऊ फेरि छिप्कली हटाउन लागेको। अनि छिप्कली नै नजाने के, यताबाट उताबाट यता जाने कति 10-15 मिनट त त्यही टाइम वेस्ट भयो। फेरि हजुरहरु भन्नु होला रुम चाहिँ कति गन्दा गरेर राखेकी छि भनेर भन्नु होला। सन्डेको दिन चाहिँ यस्तो हुन्छ, किनकि म सारा कपडा सबडा भाँडासाँडा सबै निकालेर पोछपाछ गरेर डस्टिङ गरेर राम्रोसँग राख्छु। त्यही भएर चाहिँ मेरो रुम लहरदहर भइरहेको थियो। फेरि म यो छेपाडालाई हेरेर फेरि आधा घन्टासम्म केही सामानमा हात पनि लगाएन के डरले। अनि त्यही भएर चाहिँ यस्तो भइरहेछ। मेरो रुमतिर चाहिँ ध्यान धेरै नदिनु होला। अब हेर्न सक्नुहुन्छ हजुरहरु, म लागे यतातिर रुम सफाइ गर्न। रुम सफाइ गर्दा फेरि मेरो गद्दा कति नराम्रो देखेको। अब यो गद्दालाई म सिलिहाल्छु भनेर मन लाग्यो। गद्दा सिल्नतिर अब राति जति राम्रोसँग ओछ्याए पनि चादर बिहान पल्टी त्यस्तै हुने क्या। अनि सिलाइदेखि त कति राम्रो भइरहेको छ हेर्नु न। सिलाएपछि कति राम्रो भयो। गद्दा सिलाएपछि मैले सोचेँ अब टाउकामा तेल लगाउँछु, त्यहाँपछि नुहाउनु पर्ला अनि टाउकामा तेल लगाएर झाड्नु पर्ला भनेर म चाहिँ हप्तामा 1 दिन मात्रै टाउकामा तेल लगाउँछु। यो तेल चाहिँ मैले आफ्नो हातले बनाएको, राम्रो छ। अब भन्नु होला हातले बनाए पनि कपाल चाहिँ सानो छ भनेर। म चाहिँ कपाल धेरै राम्रो राख्दैन अनि मेरो कपाल चाहिँ धेरै झर्छ क्या दबाई खानाले। अनि म चाहिँ बिमारी छु नि त, त्यही भएर मेरो कपाल चाहिँ धेरै झर्छ। तर तेल चाहिँ बहुत राम्रो छ। अब म यता लागे झाड्नतिर। अब भाइहरू पनि सुतेर उठेर सिधा गइहाल्छन् क्या। अब छोरी मान्छे हुन पनि सुख कहाँ छ र। घरको काम गरौँ बाहिरको काम गरौँ कति गर्न सकोस् छोरी मान्छेले काम पनि। अब यहाँ फेरि काम गर्दा गर्दै मेरो म्याडमको फोन आयो क्या। सन्डेका दिन आज फ्री छस् भने आइज झाडु पोछा गर्न, एक्स्ट्रा पैसा दिन्छु भनेर। अनि म फेरि झाडु पोछा गरेर आएर पनि धेरै भिडियो चाहिँ मैले बनाएको छैन। हजुरहरूलाई थाहै छ मैले पहिलाको भिडियोमा भनेको थिएँ म भिडियो बनाउन चाहिँ बिर्सिहाल्छु भनेर। मैले एउटा नबुझेको कुरा के हो भने साथीहरू, फेरि मैले जति झाडे पनि यो रुम फेरि 1-2 घन्टा पछि त्यस्तै देखिन्छ क्या। किन होला, खोइ मेरो रुम मात्रै हो कि अरूको रुम पनि त्यस्तै हुन्छ होला भनेर म चाहिँ सोचिरहेको थिएँ। म फेरि झाडेर पोछा नलाएर काममा गइहालेँ। काममा गएर आइसकेपछि मैले पोछा लगाएँ। पोछा लगाएर फेरि हिजो रातिको थोरै मुङ्गो दाल भिजाएर राखेको थिएँ। अनि हेर्न सक्नुहुन्छ मेरो पोछा लगाएर। अनि मैले चाहिँ हिजो राति थोरै दाल भिजाएर राखेको थिएँ। दाल भिजाइसकेपछि त्यसलाई मिक्सरमा ग्राइन्ड गरेर चिल्ला बनाउँछु भनेको थिएँ। यहाँ त चिल्लाको के हाल भइरहेछ हजुरहरू हेर्न सक्नुहुन्छ होला। फेरि मैले भातमा चाहिँ लगाएँ। त्यही दाललाई नै मैले फाँडा जस्तो बनाएर फेरि भात र दाल खाएँ। अनि फेरि मैले नुहाइधुवाइ गरेर एकछिन सुत्छु भनेको त मलाई निन्द्रा नै नलागेर म लागे साथीहरूको रुमतिर। अब साथीहरूको रुममा गएर यस्तो कुरासुरा गर्दा गर्दै अँध्यारो त्यहीँ भइसकेको थियो। अनि म फेरि लागे साथीहरू आफ्नो रुमतिर। आजको लागि यति, बाई बाई, टाटा, सी यू। लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला, सपोर्ट गरिदिनु होला हजुरकी यो प्यारी साथीलाई।